नमस्कार दिदी। सत साहेबजी। के नाम होला हजुरको? गीता बखरेल। कहाँबाट आउनुभयो हजुर? रूपन्देही लुम्बिनी नेपालबाट। सन्त रामपालजी महाराजजीबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो? 2012 मा। सन्त रामपालजी महाराजजीबाट मन्त्र दीक्षा लिनुभन्दा पहिले हजुर कसको भक्ति साधना गर्नुहुन्थ्यो? 2 वर्ष बालयोगेश्वरको ज्ञानमा गए थिए। आत्मज्ञान सिकाउनुहुन्थ्यो उहाँले। कोही 4 क्रिया भनेर दिनुहुन्थ्यो, कोही कान छोप्ने, कोही आँखा मुन्ने, यस्तै कोही भित्रभित्र जिब्रोले गर्ने यस्तै क्रियाहरू सिकाउनुहुन्थ्यो 4वटा। 2 वर्ष जति गरे। बाल योगेश्वरजीको भक्ति गर्दा गर्दै उहाँको भक्ति त्यागेर सन्त रामपालजी महाराजको शरणमा चाहिँ किन जानुभयो? उहाँको भक्तिमा केही पनि मलाई यो थाहै भएन। लाभ के हो, ज्ञान के हो, यो क्रिया के हो, गरेर पनि केही पनि पत्तै लागेको थिएन मलाई। अरू देवी देवताको पनि उहाँले नगर गर यो केही भन्नुहुन्न थियो। आफू उहाँले कण्ठी लगाएर हिँड्नुहुन्थ्यो, तर उहाँले कहिले पनि यो शाकाहारी बन, नखाऊ, जे पनि नखाऊ पनि भन्नु भएन। त्यसैले मलाई सद्गुरु रामपालजी गुरु महाराजजीको सत्सङ्ग सुन्दा उहाँको ज्ञानगङ्गा बुक भेटाइयो, दिदीहरूले दिनुभएको थियो। त्यही बुकमा चाहिँ हेर्दाखेरि मलाई धेरै बिमार भएको कारणले त्यहाँ धेरै बिमारीहरूको सन्चो भएको, ठिक भएको देखेर म उताको बालयोगेश्वरलाई छोडेर म यता सद्गुरु रामपालजी गुरु महाराजजीको शरणमा लागेँ। हजुरले भन्नुभयो कि बाल योगेश्वरजीको भक्ति गर्दा हजुरलाई कुनै लाभ प्राप्त भएन। सन्त रामपालजी महाराजजीको शरणमा जानुभएपछि चाहिँ हजुरलाई के लाभ प्राप्त भयो त? मेरो धेरै बिमार थियो। मेरो त यो टाउकोमा जुकाको अन्डा छ। तिमीलाई त यो जुकाको अन्डाको त अपरेसन नगरी ठिक हुँदैन भन्नुभएको थियो यही भैरवा मेडिकल कलेजमा। मलाई काठमाडौँ बाँसबारी हस्पिटल न्युरो सम्बन्धीमा तपाईँ जानुपर्छ, अपरेसन गर्नुपर्छ, नत्र ठिक हुँदैन भन्नुभएको थियो। मैले 1 साल यहीँ औषधि गराएँ। त्यतिखेर कि महिनामा 10-20 हजार कमाउन एकदम दुःख थियो। 60-70 हजार खर्च गरेर यहीँ मैले 20-25 दिन हस्पिटल बसेँ। डक्टरले चाहिँ मलाई यो बिना अपरेसन ठिक हुँदैन, फेरि यो न्युरो सम्बन्धीको केस चाहिँ कस्तो हुन्छ भन्थ्यो कि ठिक हुन पनि सक्छ, बोल्नै नसक्ने हुन पनि सक्छ, केही ठेगान छैन भनेको बिमारी। उहाँ सद्गुरु रामपालजी गुरु महाराजजीको शरणमा गएपछि मलाई एकदमै ठिक भयो। मैले त फेरि पनि गएर 2टा सिटी स्क्यान पहिल्यै थियो, भयो कि भएन के छ भनेर म नसुत्दै फेरि एकचोटि जाउँ, फेरि पनि एम्बुलेन्स बोलाउन नपरोस् ताकि मलाई, नत्र ठिक छैन भने अपरेसनको लागि जानु पर्यो भनेर म फेरि भैरवा यो मेडिकल कलेज गएर भगतजी र म गएर जुन पहिलाको डक्टरसँगै गएर फेरि सिटी स्क्यान गराएर हेर्दा उहाँले भन्नुभयो, डाक्टर साहेबले पहिलाको रोग केही नै छैन भन्नुभयो। त्यसपछि म एकदम आरामले आफ्नो भक्ति गर्दै अर्काकोमा ड्युटी गर्थेँ। रोजीरोटी आफ्नै परमात्माले दिनुभयो। एउटा कोठामा बसेको थिएँ, घर दिनुभयो। लाभै लाभ, मलाई बताएरै साध्य छैन लाभ त भगतजी। मलाई चाहिँ यो अर्को रोग पनि थियो, पाइल्स सम्बन्धी समस्या थियो। धेरै यो खुन बगेको गर्थ्यो, घाउ धेरै भइसकेको थियो। सद्गुरु रामपालजी गुरु महाराजजीको शरणमा गएपछि मलाई त्यो रोगबाट पनि ठिक भएछ, सन्चो भएछ। अहिले 5 वर्षदेखि चाहिँ मलाई नसा सम्बन्धीको रोग पनि थियो। मैले 5 वर्ष त नसा सम्बन्धीको औषधि चलाएँ। उठ्नै नसक्ने गरी बिहानसम्म नसा लाग्ने औषधि खुवाइदिन्थेँ, तर पनि मलाई त्योबाट पनि अहिले सद्गुरु रामपालजी गुरु महाराजजीको दयाले त्यसको पनि औषधि खानु परेको छैन। मैले आज 9 वर्ष पुगेर 10 वर्ष लाग्यो, मैले एउटा सिटामोल पनि खानु परेको छैन। भक्तिमा जब गुरुजी रामपालजी गुरु महाराजजीको शरणमा गएँ तब त्यो बेलादेखि म औषधि नै प्रयोग गर्दिनँ। यो आर्थिक स्थितिमा पनि एकदम घरमा 500 रुपियाँ निकाल्न पनि एकदम दुःख थियो। सद्गुरु रामपालजी गुरु महाराजजीको शरणमा गएपछि मलाई जहाँ जतिखेर आवश्यक पर्दा पनि कहिल्यै त्यो मलाई पैसा छैन भन्नु परेन। कतै पनि मैले ऋण खोज्नु परेको छैन। एकदमै राम्रो लाभ भएछ। अर्काको ड्युटी छोडेर यो शुद्ध शाकाहारी प्योर यो भोजनालय परमात्माको दया भएछ। अहिले मलाई
यो कतै हिँड्ने आश्रम जान पैसा छैन, कहिले पनि भन्नु परेको छैन। एकदम परमात्माको दया सद्गुरु रामपालजी महाराजजीको कृपा भएछ। सन्त रामपालजी महाराजजीसँग मन्त्र दीक्षा लिन कति पैसा तिर्नुपर्छ त? उहाँ सद्गुरु रामपालजी गुरु महाराजजीसँग मन्त्र दीक्षा लिन 1 रुपियाँ पनि तिर्नु पर्दैन। बिना निशुल्क नाम दीक्षा लिन सक्नुहुन्छ। हजुरले भन्नुभयो कि सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा प्राप्त गर्न कुनै शुल्क लाग्दैन। यदि उहाँसँग मन्त्र दीक्षा लिन कोही इच्छुक भक्तात्माहरू हुनुहुन्छ भने उहाँहरूले सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कसरी प्राप्त गर्न सक्नुहुन्छ? नेपालमा अन्य च्यानलहरूमा सत्सङ्ग चलिरहेको छ, त्यहाँ फोन नम्बर दिएको छ। त्यसमा फोन गरेर हजुरहरूले निशुल्क नाम दीक्षा लिन सक्नुहुन्छ। निशुल्क नाम दीक्षा लिएर आफ्नो आत्मकल्याण गराउनु सक्नुहुन्छ। धन्यवाद। सत साहेब।